नमस्ते साथीहरू। पिज्जा बनाउने होइन त, ल सजिलो रेसिपी लिएर आएको छु है त। अब हजुरहरूलाई एकदम सजिलो रेसिपी म सेयर गरिरहेको छु। मैले यहाँ लिएको छु एउटा बोलमा 1 लिटर मिल्क, 800 एमएल वाटर अनि त्यसपछि 60 ग्राम सल्ट अनि 120 ग्राम सुगर, 6 ग्राम यिस्ट त्यसलाई मिक्स गरेर अनि फेरि 60 ग्राम ओलिभ ओइल हालेको छु है त। अनि त्यसलाई मैले 3 केजी मैदा सरी फ्लोर नम्बर 1 पिज्जा फ्लोर भनिन्छ त्यसमा मेसिनमा हालेर मिक्स गरेको छु। अनि त्यसपछि मिक्स भइसकेपछि डो राम्रोसँग मिक्स भइसकेपछि त्यसलाई 1 घन्टा रेस्ट गरिदिनुपर्छ है। अनि डो रेडी भइसकेपछि अनि त्यसलाई फेरि हातले मजाले मिचेर जसरी मैले गरेको छु यहाँ मजाले मिचेर अनि त्यसको आफूलाई कति ग्राम चाहिन्छ 200 देखि 250 ग्रामसँग आफ्नो लागि आफूले नै रेडी गर्नुहोला। तर मैले चाहिँ आफ्नो 200 ग्राम आफ्नो ह्यान्डले गरेको छु है त। अनि त्यो डो बनाइसकेपछि पनि 1 घन्टा बाहिर रेस्ट गराएर चाहिँ हजुरहरूले पिज्जा बनाउन सक्नुहुन्छ। यसरी डो काट्ने अनि त्यसपछि हजुरले त्यो डोलाई मजाले घुमाएर भुइँमा अलि राम्रो साह्रो हुने तालले मजाले घुमाएर अनि फेरि 1 घन्टा रेस्ट गर्न छोडिदिने। रेस्ट गर्न छोडिसकेपछि हजुरहरूले पिज्जाको रिजल्ट राम्रो आउँछ, स्पन्ज आउँछ। ल हेर्नु है त मैले बनाइसकेको छु एउटा पिज्जा। अनि यो पिज्जामा अलिकति यहाँ नाटक देखाइरहेको छु मैले, कहिले उता हल्लाउने, कहिले उता हल्लाउने र अनि पिज्जा बनेर आइसकेपछिको अहिले पछिल्लो समयमा राम्रो पिक्चर आउनेछ। त्यो धेरै नहल्ला भए पनि हुन्थ्यो, कति हल्लाइरहेको। अब पिज्जा बनाइसकेपछि हजुरहरूसँग फेरि अहिले पछि भेटौँला है त। धन्यवाद। हेर्नुहोस् त, अब मैले पिज्जा रेडी बनाइसकेको छु। अब पिज्जा काट्ने तयारी हुँदैछ। क्रिस्पी पिज्जा हजुरको अगाडि रेडी भएर आएको छ। अनि त्यसपछि हेर्नु त कटिङ गर्दाखेरि टक्क त्यहाँनिर हजुरले देख्न सक्नुहुन्छ। क्रिस्पी छ, स्पुन्ज छ, खाँदाखेरि मिठो छ। मार्गरिटा पिज्जा रेडी। अनि फेरि अर्को मैले यो कन्जोमी चिज पिज्जा बनाएको छु। यसमा चाहिँ मैले धेरै केही हालेको छैन। कुकिङ क्रिम र अलिकति लेब्ना अनि अलिकति मोज्रेला चिज हालेर चाहिँ यसरी बनाएको छु है त हजुरलाई। फ्लफी हुन्छ, चिजी हुन्छ, मिठो हुन्छ है।